साथीहरू, यो दृश्य ध्यान दिएर हेर्नुहोस्। धर्म, संस्कार र परम्पराको नाममा व्यापार भइरहेको छ, मजाक भइरहेको छ। के साँच्चै यिनीहरूलाई देशको माया भएको हो त? हाम्रो देश नेपाल सानो छ, तर यहाँको सभ्यता, संस्कृति र पहिचान हजारौं वर्ष पुरानो छ। यही पहिचान आज विदेशी दलालहरूले बेचेर खाइरहेका छन्। हिजो विदेशी शक्तिको इसारामा हाम्रो राज संस्थालाई कमजोर बनाइयो। आज फेरि उही खेल धर्म संस्कृतिको खोल ओढेर खेलिँदैछ। याद राख्नुपर्ने कुरा के हो भने, जो व्यक्तिले देशभन्दा पहिले आफ्नो स्वार्थ खोज्ने गर्छ, जसले हरेक सत्तासँगै आफ्नो रङ बदल्ने गर्छ, उही नै दलाल हो। देशभक्ति भनेको माला टीका लगाएर नौटङ्की गर्नु होइन। देशभक्ति भनेको राष्ट्रको आत्मा जोगाउनु हो, संस्कृतिको व्यापार गर्न होइन। हामी नेपाली धर्म बेच्ने जात होइन। हामी नेपाली धर्म बचाउनेमा पर्छौं। हामीले इतिहास मेट्ने होइन, इतिहासबाट सिक्ने हो। अब समय आयो साथीहरू, नारा होइन नियत हेरौं, नौटङ्की होइन पृष्ठभूमि हेरौं। यदि देशलाई माया गर्ने हो भने यस्तो दलालहरूबाट आजै सतर्क रहौं।